namaste सबैजना. What's up? I hope you guys are fine. And what's up? Welcome back to my Coffee Talk episode 3 मा चाहिँ. And yeah, यो म चाहिँ छोटो मिठो केही सानो डिटेल दिन आएको यो कफी टकको बारेमा चाहिँ. सो यो कफी टक चाहिँ एकजना दाइ हुनुहुन्छ. दाइले चाहिँ जिमहरू सिकाउनुहुन्छ. मलाई सिकाउनु भएको थियो. यसो हल्का फुल्का केही जिमहरूको फिटनेसहरूको बारेमा हल्का केही ओस नलेजेबल भिडियो बनाऊँ भनेर हो. दाइ पनि यस्तो खतरा प्रोफेसनल होइन, हामीहरू पनि खत्रै उस्तो होइन. सो मैले पनि दाइलाई चिनेको, दाइले मलाई चिनेको चिनजान भएर चाहिँ त्यो फिल्मको भएर चाहिँ हल्का फुल्का केही न केही यसो बनाऊँ भनेर कफी टक. एन्ड आई लभ टु मेक कफी टक भिडियोज. यसमा मजा आउनु थालेछ. आई डोन्ट नो गाइज वाइ, but yeah, I love to make coffee talk, है. And पछि फ्युचर भिडियोहरू भने आउँछ. एन्ड सो या दाइ चाहिँ जिम ट्रेनर हो. एन्ड दाइको नाम चाहिँ प्रशिष हो. यहीँ वालिङतिरै हुनुहुन्छ दाइ चाहिँ. एन्ड सो या दाइसँग आज चाहिँ म कफी टक गर्न जानेछु. हेरौँ लेट्स सी के कसो हुनेछ. एन्ड या सो अब अरू खासै केही भिडियोहरू गर्दैन, डाइरेक्ट कफी टक सुरु भएको भिडियो गर्छु, किनभने भिडियो अलिक लम्बिन्छ. छोटो मिठो हुनेछ यो कफी टक. एन्ड या सो आई होप यो कफी टक पनि हजुरहरू मन पराइदिनु हुन्छ होला. सो ढिला नगरिकन लेट्स इन्जोय द कफी टक है त. हजुरले जिम चाहिँ गर्न थाल्नु भएको चाहिँ कति भयो? मैले जिम गर्न थालेको 2018बाट. 2018 7 इयर्स हुन लाग्यो होला. तर लकडाउनमा हल्का ग्याप भयो. कति वर्षदेखिबाट गर्नुभयो अरे? म त्यस्तै 22-23 को थिएँ होला. 22-23बाट जिम चाहिँ होइन, जिम त मैले पहिल्यै घरमा पनि डम्बल सम्मेल यताउता एसएलसी दिने बित्तिकै गरेको. अब भर्खर जिम भनेर डाइट साइड भनेको त अब बल्ल 3-4 वर्ष भयो थाहा भएको. नत्र पहिला यत्तिकै गरिन्थ्यो गर्न चाहिँ. जिम गर्छु भनेर चाहिँ कसरी सुरु मनमा चाहिँ कसरी आयो? म पहिला अलि मोटो थिएँ. म 10 क्लासमै थिएँ होला. 78 केजी मोटो एकदम. त्यहाँबाट पछि मलाई घट्नुपर्छ भनेर उ भएको भरे त्यहीबाट मैले जिम घरै डम्बल सम्मेल. त्यो बेला वालिङमा जिमहरू थिएन. अनि म पोखरा गएर 10,000 को सामान लिएर आएर जिम गरेको कि घरै गरेर. अनि बरेघारी जानुपर्थ्यो जिम. बरेघारी टाढा, म बरेघारी गइनँ. अनि बरेघारी नगएर अनि म यहीँ जिम गरेको कि. अनि देख्न एउटा भिडियो हजुर के अरे कता गार्डन साइडमा एक्लै घरमै उस गरेको जस्तो चाहिँ हो. त्यो चाहिँ हामीले लकडाउनमा गरेको. त्यो हामीले लकडाउनमा जिम गर्न पाइएन. मैले भएको सामान अर्कैलाई बेचिदिएँ. अब यहाँ जिमहरू खोल्यो, अब के सामान किन चाहिन्छ भनेर. अनि लास्टमा हामीले सामानै नभएर लकडाउनमा एउटा दाइको लक्ष्मण दाइको घर गएर हामीले एकछिन जिम गऱ्यो. त्यहाँ पनि 1 हप्ता गरियो. अनि कोरोना लाग्छ हेनतेन भन्न लाग्यो. घर बस्न दिएन त्यहाँबाट जिमसिम एकछिन बन्द भयो. 1-2 महिना 3 महिना 4 महिनै गरेन जिमसिम. त्यसरी ग्याप भयो. यो खास हजुरले अलि ओस बुझाउन सक्नुहुन्छ यो जिम भन्ने चिज चाहिँ के हो? खास जिम किन हामीलाई इम्पोर्टेन्ट छ? जिम भनेको हाम्रो लाइफ ट्रेन गर्नुभएको हो. जिम भनेको हाम्रो लाइफ स्टाइल जस्तै हो. अब जस पर्सनालिटी, अब तिमीलाई जिम गरेपछि ट्यागको टी सर्टहरू राम्रो म्याच गर्छ, पेट भल्याप्त भयो भन्दा राम्रो देखिन्न नि त. त्यही भएर जिम भनेको आफ्नो लुक्सको लागि पनि राम्रो हो. आफ्नो मेडिटेसन जस्तो हो. कसैलाई अब घर बस्न झ्याउलाउँछ भने जिममा आएर टाइम पास भयो, 1-2 घन्टा टाइम पास भयो. जिममा आयो नयाँ साथीहरू चिनियो. नयाँ जिमबाट धेरै साथीहरू पनि चिनिन्छ. अब जिमबाटै तिमी र म भेट भएको. त्यस्तै हो. सुरुमा त मैले पनि चिनेदैन. अनि जिमबाटै चिनेको त हो नि होइन? जिमबाटै चिने. जिमदेखि आज यहाँ पोडकास्टसम्म. जिमदेखि आज यहाँ पोडकास्टसम्म जिमबाट चिने कफी टकमा आयो. अनि जिमसँग त्यो हुन्छ नि यो आजकल यो प्रोटिनहरू खानुपर्छ, त्यस्तो गर्नुपर्छ भनेर जिम गर्दाखेरि प्रोटिन खानै पनि होइन. एकदम त्यस्तो प्रोटिनबाट त्यस्तो इफेक्ट त्यस्तो हुन्न. बरु पानीहरू चाहिँ प्रोटिन क्रिएटिन लिँदा पानी चाहिँ खानुपर्छ धेरै होइन.
तर नेचुरल गरेर ठुलो हुन्छ भने चाहिँ त्यो एकदम 100मा एकदम 10जनाले गर्न सक्छ होइन। जसको हाइट कम छ नि त्यसको ज्यान छिटो पनि बन्छ, त्यसले प्रोटिन बिना पनि मसलहरू हल्का पुलाउनु सक्छ। हाइट बढ्दा भएको र एकदम बडी बिल्डर जस्तो मलाई ज्यान चाहिन्छ भने प्रोटिन खानै पर्छ। प्रोटिन बिना हुँदै हुँदैन भाइ त्यो सप्लिमेन्ट। अब तिमीले अन्डा मासु तिमीले दिन 15 अन्डा र 1 किलो मासु त खान सक्दैनौ। त्यसको साटामा हामीले यताबाट प्रोटिन पाउडरबाट लिने हो कि त्यो हो कि खास। किनकि हामीले हुन्छ प्रोटिन पाउडर बिना पनि हुन्छ, तर हामीले दिन 20 अन्डा र 1 किलो मासु त खान सकिन्न, आधा केजी मासु पनि खान सकिन्न। त्यसले हेल्प गर्ने हो कि प्रोटिनले तिम्रो बिरामीलाई त दिन्छ नि कुनै हस्पिटलमा त्यो अलिकति विकनेस छ भने त्यो प्रोटिनहरू दिन्छ। प्रोटिन त हामी सबैलाई चाहिन्छ, तिमीलाई पनि चाहिन्छ, मलाई पनि चाहिन्छ। हामी जिमै नगरे पनि दिनको 2टा अन्डा मासु खाएको राम्रो हो। अब भेजले खान्छ भने पनिर सनिर दुधहरू खाएको राम्रो हो। इनर्जी सोर्स हो कि प्रोटिन एकदम तिम्रो अब राम्रो हुन्छ, सबै राम्रो हुन्छ प्रोटिन खाएपछि। भनेपछि जिम गर्नेलाई नेसेसरी होइन, सबै एथलिट जति सबै घर बस्ने नर्मल हाम्रो घर आमा मम्मीहरू पनि खानासाना पकाउनेहरूलाई पनि चाहियो नि प्रोटिन त। तिमीले काम गर्नु पऱ्यो, तिमीले उचाल्न पऱ्यो, गाडी उचालेर माथि लैजानु पऱ्यो, चाहियो नि त प्रोटिन त। खानु पऱ्यो, मासु खानु पऱ्यो, अन्डा खानु पऱ्यो। ल अन्डा त नहोला, मासु खाने के खाने, प्रोटिन चाहियो कि प्रोटिन नर्मल मान्छेलाई पनि चाहिन्छ प्रोटिन। जिम गर्नेले मात्र प्रोटिन चाहिन्छ भने अब त्यो नर्मल मान्छेले प्रोटिन पाउडर खान भएन, त्यो त पच्दैन, डाइजेस्टै हुन्न। अब त्यो जिम गर्ने एथलिटहरूलाई मात्र प्रोटिन पाउडर र त्यो घर बसेर खाने। अब जस्तो तिमीले खायौ नि यतिको प्रोटिन तिमीलाई पच्दैन, तिमीलाई डाइरिया भएको भए हुन्छ, छेरपाट लगाएर तिम्रो टोइलेटबाट सब जान्छ, जे खाएर त्यही जान्छ। अब हामीलाई पच्छ, त्यसको पचाउनको लागि वर्कआउटहरू गर्नु पर्यो, नेसेसरी चाहियो। प्रोटिन चाहिँ के त्यो मसल मास गेन गर्नलाई इम्पोर्टेन्ट हेल्प गर्छ कि के कुरा? प्रोटिनले मसल मास नै गेन गर्न हेल्प गर्छ, 50% हेल्प गर्छ। अरू त अब प्रोटिन खाएर घरै बसेर त मसल बढ्दैन, जिम त गर्नै पऱ्यो। यस्तो 50% डाइट हो, 50% वर्कआउट हो क्या। तिमीले अब प्रोटिन मात्र खाएर बढ्छ भने मजाले यहाँ जिम पनि गर्नु पऱ्यो नि त, मजाले यहाँ पनि 100% नै दिनु पऱ्यो होइन। अनि डाइटलाई पनि मजाले गर्नु पऱ्यो। जस्तै तिम्रो फ्याट लस गर्ने भने फ्याट लसमा चाहिँ तिम्रो 100% डाइट नै हो कि तिम्रो खानामै पर्छ कि तिमी खत्रै दौडिनु पऱ्यो, बिहान पनि दौड्ने, साँझ पनि दौडिने, दौडेको गऱ्यो भने चाहिँ खाए पनि घट्छ। नत्र भए एक टाइम मात्र वर्कआउट गरेर चाहिँ फ्याट लस गर्न गाह्रो छ। किनकि वेट लस र फ्याट लसमा पनि फेरि फरक छ है। फेरि फ्याट लस भन्नु र फ्याट लसको बारेमा कुरा गर्नु। फ्याट लसमा जस्तै अहिले मेरो एकदम मसल एकदम फ्याट छ नि त, यो लस गरेपछि यसमा कटिङहरू देखिने हो। अनि वेट लस भनेको वेट डाउन गर्ने हो कि। अनि एउटा वेट गेन हुन्छ। को काटहरू छ तिनीहरूको वेट लस गर्नु पऱ्यो भने के कस्तो सुझाव दिनुहुन्छ? के अरे फेरि भयो त फ्याट भएको मान्छेहरूलाई चाहिँ के अरे फ्याट लस गर्नलाई चाहिँ के कस्तो सुझावहरू दिनुहुन्छ? फ्याट लसको लागि त मेन रनिङै। उनीहरू घर बस्दा या जिममा हुँदा होइन, जिमै नगरे पनि घरै बसेर पनि अब उसले रनिङ गर्छ र उसले राम्रो डाइट खाएर उसले ओइली चिजहरू गुलियो चिजलाई हल्का कम गरेर थोरै 100मा 10% नै कम गऱ्यो भने ऊ मजाले घट्छ, मजाले उसको वेट लस मजाले हुन्छ। फ्याटको लागि त फ्याटको लागि त तिम्रो वेट लिफ्टिङै गर्नुपर्छ नि तिम्रो फ्याट घटाउन त। तिम्रो यदि मान्छे एकदम 100 केजीको छ, मोटो छ भने त्यसलाई घट्न छ भने त्यो कार्डियो गरेर घट्छ, त्यसको सब फ्याट झुलिन्छ क्या। त्यसको लागि वेट लिफ्टिङ इम्पोर्टेन्ट छ क्या। कार्डियो गरेर लिफ्टिङ गऱ्यो भने टाइट हुन्छ नि त। तिम्रो शरीरलाई अब मैले घटाउन चाहेँ भने मैले कार्डियो मात्र घटाएँ भने तिम्रो शरीर झोलिदिन्छ क्या, टाइट हुन्न। त्यो झोलिएको शरीर त राम्रो देखिन्न नि त। टाइट गर्न वेट लिफ्टिङ इम्पोर्टेन्ट छ क्या। जति कार्डियो इम्पोर्टेन्ट छ वेट लिफ्टिङ त्यति नै इम्पोर्टेन्ट छ। त्यसको लागि गर्नु पर्यो। सिक्दैछु मैले
होइन म पनि त्यति साह्रो एक्सपिरियन्स त 6-7 वर्ष मभन्दा जान्ने पनि छन् होइन त्यो हो। अब मैले जानेको कुरा चाहिँ पढेर भन्दा नि मैले जस्तो एक्सपिरियन्सै जानेको, किनकि मलाई कसैले आएर यसरी सिकाएको होइन। मैले आफ्नो बडीमा गरेर आफ्नो बडीमा कस्तो हुन्छ रिजल्ट हेरेर यसरी हुन्छ है भनेर थाहा भयो। अब मैले अहिले मेरो हल्का म फ्याटमा छु, अब मैले खाना एकदम पुरा राइस कट अफ गरिदिएर बोइल मात्र खान्छु भने म एकैछिन घट्छ, मेरो 5-10 केजी एकैछिन घटेर मसल पनि घट्न गर्छ, तर मसलमा चाहिँ डेफिनेसन चाहिँ देखिन्छ कि त्यो हो क्या। मेन डाइटमा पनि एकदम जान्छ, मेन वर्कआउट गर्नु पऱ्यो तर डाइट पनि त्यसैमा इम्पोर्टेन्ट छ कि। अनि जिम भन्ने कुरामा चाहिँ मनबाट आउनुपर्छ क्या। कोही धेरै छ अब 1 महिना जिम गर्ने छोड्ने, जिम मनबाट आउनुपर्छ। अब अहिले मैले मेरो हात दुखेछ, मलाई जिम नगर्दा कस्तो कस्तो भइरहेको, कहिले जिम गरौँ जस्तो भयो कि त्यो हुन्छ क्या। अब जिम भनेको एउटा थेरापी जस्तै, अब जस्तै यो ध्यान गर्नेहरूलाई मेडिटेसन जस्तो क्या। अब हामीलाई चाहिँ जिम आउनु पर्ने क्या। त्यो मन्दिर जानेलाई मन्दिर गएर आनन्द आउँछ भने हामीलाई चाहिँ जिम आए आनन्द आउँछ। जब त्यो शरीरमा हामीले पम्प देखिन्छ नि, मसल पम्प भयो भने आनन्द आउँछ नि त। अनि जस्तो हुन्छ नि मान्छेहरूले धेरैले भन्छ मोटो र पातलोसँगै भेट भयो भने पातलोले मैले जति खाएँ के अरे जति खाएँ मेरो जिउनै लाग्दैन, त फेरि पानी खाएँ जिउ लाउँछ भन्ने भयो। होइन सबैको शरीर एउटै पनि हुँदैन, तिम्रो र शरीर मेरो शरीर एउटै भने तिम्रो खाए छिटो लाउने मेरो खाए छिटो नलाउने पनि हुन्छ। सबैको बडी एउटै हुन्न नि त। कसैको बडी चाहिँ जति खाए पनि नलाउने हुन्छ, कसैको बडी हल्का चिल्लो खाए लाउने हुन्छ कि। त्यो चाहिँ बडी हेरेर हुन्छ कि, त्यो सबैको बडी कहाँ एउटै हुन्छ त नि। कोहीलाई खाएर छिटो लाउँछ। अब तिमी र म एउटै वर्कआउट गर्छौ, तिम्रो ज्यान छिटो बन्न सक्छ, मेरो ज्यानमा त्यति नै चेन्ज आउँछ भन्ने पनि छैन नि त। कसैलाई काम गर्छ कसैलाई काम गर्दैन कि। आफूले चाहिँ कन्टिन्यू दिने हो कि, कन्टिन्यू गऱ्यो नि केही न केही हुन्छ, प्रोग्रेस चाहिँ स्योर हुन्छ। तिमी 3 महिना रेगुलर जिम आऊ, तिम्रो केही न केही तिम्रो बडीमा चेन्ज त देख्छौ कि। अब बडी चाहिँ 15-20 दिनमा 1 वर्षमा भन्दैन, बडी बनाउन चाहिँ 3-4 वर्ष लाग्छ, टाइम दिनु पऱ्यो। त्यो वेट गेन गर्नेवालाहरूले फेरि के भन्नुहुन्छ? वेट गेन गर्नेवालाहरू त अब डाइटहरू खानु पऱ्यो, दिनमा 5-6 अन्डा। अब सप्लिमेन्ट लिने भने सप्लिमेन्ट लिन पैसा छ भने सप्लिमेन्ट पनि खाने, अनि न मसँग पैसा छैन सप्लिमेन्ट लिन भने अब त्यही एकदम उसको पेट छैन भने उसले भात चाहिँ 3 टाइम खायो पनि केही हुन्न। थोरै राइस गरेर 3 मिल गराएर कि 4 मिल गरेर थोरै राइस, कहिले अब अन्डा भयो अन्डा, नत्र चिकन भयो चिकन मेन। अब खास त अब बिफमा एकदम हाई प्रोटिन हुन्छ, नेपालमा पाउन्न, नत्र अब त्यही चिकनबाट खाने। बाहिर त्यस मान्छेहरूले बिफै खान्छ, बिफमा एकदम हाई प्रोटिन हुन्छ, बिफ त पाउन्न, बिफ नभए चिकन खाने। अब कहिलेकाहीँ अब हुन्छ सुकुटी हुन्छ, मटन हुन्छ। मटन भन्दा अब चाहिँ सबसे चिपेस्ट भनेको सोयाबिन पनि हुन्छ राम्रो, सोयाबिन खाँदा पनि केही हुँदैन। सोयाबिन पनि एकदम राम्रो हो। अब सधैँ सोयाबिन पनि खान भएन, कहिले सोयाबिन कहिले चिकन कहिले सोयाबिन अल्टरनेटिभ गर्ने कि। बिहान सोयाबिन खान्छ भने साँझ चिकन खाने, बिहान अन्डा खान्छ भने साँझ चिकन खाने, चिकन खाने, त्यसरी गर्ने कि। मासु नखानेवालाहरूलाई फेरि के भन्नुहुन्छ? उनीहरूले चाहिँ मासु नखानेबाट त अब भेजवाला दुध खाने, अनि दुध दही, अनि यो दुध दही खाने, अनि त्यही सोयाबिन खाने, भट्टा खाने, अनि अब सँगसँगै भेजवाला प्रोटिन पनि आउँछ। त्यही पनि यो सबै दुधबाट बनेकै प्रोटिन त हो। यो त यसमा त मासु त मिसाएन, प्रोटिन खाने, प्रोटिन धेरै खाने, 3-4 स्कुप खाने। यो त सबै दुधबाट बनेकै हो नि त प्रोटिन त। अब मान्छेले साइड इफेक्ट गर्छ भने त यसमा भनेको अब त्यही नबिग्रिने केमिकल त हालेकै छ, अनि हल्का अब फुल्लिने चिज त केही छ नै त छ, तर खाँदा चाहिँ त्यस्तो इफेक्ट त गर्दैन। जिम गर्छ भनेर चाहिँ हजुरलाई दिमागमा चाहिँ कस्तो आएको? जिम गर्छु भन्दा चाहिँ मलाई त्यतिकै बस्नुभन्दा शरीर बनाउँदा राम्रो हुन्छ। शरीर ठुलो गराउने सानैदेखि नै उठ्यो, अनि त्यही बिस्तारै गर्दा त्यो नै हुनै लाग्यो। अब यसैलाई नै बिस्तारै प्रोफेसनै बनाउन सोचिरहेको छु। यसलाई नै अगाडि
अब यसैलाई नै अब यसैलाई प्रोफेसनै गर्न पर्ला। अब यसैबाट केही यसो मनी आउने चाहिँ काम गर्नुपर्ने सोचिरहेको छु। वालिङको प्रोफेसनल ट्रेनर यो भने यस अबको 5-6 महिनामा केही गरिन्छ कि जस्तो छ। 5-6 महिनामा समथिङ इज कमिङ। त्यसको लागि हजुरहरू आउनुपर्छ वालिङको फ्रेन्डसिप फिटनेसमा है। दाइले यहीँ भेट्न सक्नुहुनेछ है, दाइले सिकाउनुहुन्छ। मलाई सिकाउनु भएको अहिले त म कसैलाई अहिले त म एकदम केही पनि सिकाएको त छैन। जेस अब म चाहिँ अबको 5-6 महिनामा चाहिँ म फेरि ब्याक टु ट्रेनिङमै आउँछु। जे अब मैले आफूले जिम ओपन गरेर पनि सक्छु, जे गरेर पनि सक्छु। तर म जस ब्याक टु ट्रेनिङमा चाहिँ म अबको 4-5 मन्थमा चाहिँ स्योर 100% नै आउँदैछु। त्यसमा चाहिँ कोही सिक्न चाहनुहुनेछ भने आउनु होला। अरू केही भन्न चाहनुहुन्छ त नि? अरू म अब केही भन्न चाहन्न मान्छेहरूलाई। मनको कुराहरू केही होइन। म अहिले म यही भन्न चाहन्छु कि जङ्क फुडहरू सकेसम्म कहिलेकाहीँ त केही भएन, चाउचाउ त्यो त हामीले पनि खाइन्छ। सधैँ चाहिँ यो चाउचाउ मोमो चाउमिन चाहिँ नखानु। त्यस्तोसम्म अल्टरनेटिभ छ त चना अन्डा दहीहरू फ्रुटहरू खाने। अब चाउमिनको पैसा कति छ? 70 रुपियाँ छ। त्यो पैसा 70-100 रुपियाँ छ होला चिकन चाउमिन खायो भने। त्यही 100 रुपियाँको दही आउँछ, रोटी आउँछ, त्यो खाने। सकेसम्म चाहिँ यो जङ्क फुड त खाँदै नखाने भन्छु म। किनकि हामीले जङ्क फुड खाइ मोटाएर पछि फेरि घट्नु कति गाह्रो भएको थियो। सकेसम्म यो कोक फेन्टा खानुभन्दा बरु चाहिँ दही खाने। म पनि यहाँ दाइसँग पहिलोचोटि गर्दाखेरि त 1 हप्तामा त 5 केजी घटेको होइन। होइन त्यो त जस हामीले गाइडेन्स दिने त्यो आफैले 100% दिनुपर्छ। त्यो त जस्ट हामीले त यसरी गर उसरी गर मात्र भन्ने सबै आफ्नै हातमा हुन्छ, घट्ने क्लाइन्टकै हातमा हुन्छ। हामी त जस्ट गाइड मात्र गरिदिने, राम्रो गाइड गरिदिने, त्यति हो हाम्रो काम चाहिँ। सब घट्ने त आफैमै हो। अब घर गएर उसले के गरेछ, खाना के खाएछ, कसो गरेछ भनेर हामी त हेर्नु गर्दा गराउँछ मजाले। आधा घन्टा 40 मिनट त गराइन्छ। तर घर गएर उसले जे पाइ त्यही खाइदियो भने त फेरि जस्ताको तस्तै त्यो विश्वको खत्रै ट्रेनर आयो भने, खत्रै कोच आयो भने त्यो घटाउन सक्दैन, त्यो रिजल्ट निकाल्नै सक्दैन। आफ्नै हातमा खानासाना आफ्नै हातमा। वर्कआउटले त अलिअलि चेन्ज त देखाउला, तर मेन डाइटै हो। डाइटमै चेन्ज देखाउने हो। सो या आजको चाहिँ कफी टक हाम्रो यहीँसम्म थियो। दाइको छोटो मिठो गफ भयो होला। दाइलाई अझै केही बुझ्न हुनेछ भने अनि दाइ र मेरो अझै इन्ट्रेस्टिङ भिडियो आओस् भन्न चाहनुहुन्छ भने यो जिमको बारेमा, फिटनेसको बारेमा, वर्कआउट सेसनहरू मैले दाइलाई आज वर्कआउट गर्न खोजेको थिएँ, तर दाइको हात दुखेछ भन्नुभएको थियो। अहिले सकेको छैन बाबु, नेक्स्ट टाइम है भनेर ल भन्नु ल। सो या हाम्रो छोटो मिठो कफी टक मन पराइदिनु भएको छ भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब सबै गरिदिनु होला। दाइलाई फुल माया। अनि त्यसपछि यहाँ जिम पनि आउनु होला। जिम आएर जिम सम्बन्धी केही बारेमा सोध्न चाहनुहुन्छ, इन्क्वायरी छ भने यता यो हजुरले भनिदिनु। मसँग अब पर्सनल ट्रेनिङ लिएर कतै फ्याट लस कि वेट गेन गर्नु छ भने सम्पर्क गर्नु होला। उसले चाहिँ नम्बर छोडिदिन्छ मेरो, डिस्क्रिप्सन बक्समा राखिदिन्छु। दाइको नाम चाहिँ प्रशिष मैले सुरुमा चाहिँ भन्दा बिर्सेको प्रशिष सुधार। मेरो नम्बर चाहिँ त्यही राखिदिन्छु। यदि फ्याट लस र कि वेट गेन गर्न चाहनुहुन्छ भने मसँग सम्पर्क गर्नु होला। जसो ल आजलाई यति नै गाइस, हाम्रो छोटो मिठो कफी सेसन यहीँ सक्यो। हामीलाई फेरि देख्न चाहनुहुन्छ भने कमेन्ट बक्समा माया दिनु होला। हामी फेरि भेट्नेछौँ। सो फेरि नेक्स्ट एपिसोड आउँछ। फेरि नेक्स्ट एपिसोडमा भेट्नेछौँ। सो आजलाई यति नै गाइस, हाम्रो कफी टक यहीँ आउँथ्यो। सो बाई बाई, सी यू सुन, होप यू गाइस मीट भेरी सुन। बाई बाई।